च्यापको घाँसी गरी अब फेरि तामाङ त एकपल्ट आयो आयो बच्चा कराउनु अर्को डोरीले अनि अब खिच्नु भनेपछि त के गर्नु त कराउनु हुन्छ त के गर्नु अनि किन नै भन्नु त त्यो सल ल्याउनु त अहिलेको खुट्टालाई यो लाग्छ झलाउ च्यापमा है त्यसलाई यो लाग्नु त्यो निकाल्नु यो कठुन त बिनाउनु छोड कति बडे काम के सबैले सबैतिर किन जे भन्छ चुप लाग्ने अगाडिपट्टि गएर के कसरी च्यापमा लाउँछ यो अर्को मोटो डोरी ल्याउनु यसमा नि सेकेन्ड पार्नु कस्तो खुट्टा नठेलिकन च्याप भेटिदिनु होला होइन एकपल्ट खुट्टा खेलेर च्याप बाँध्नु त बिस्तारो बिस्तारो एक कुरा लाग्नु मेरा चाहिँ अलिकति मलाई एक कुरा खुट्टा लाग्नु डोरी नि एउटा काटेको यहाँ छ नि त डोरी त्यो गाई यता लडाउन पा हुन्थ्यो अलिक उता तान्न सकिन्छ गाईलाई सकिँदैन नि त्यसरी गाई बचाउन पर्यो भने सक्ने सबैजना आउने यता पनि अगाडि पछाडि त्यो दुई त खोल्नु न त्यसको के काम छ र अब किन बाँधिदिनु पर्यो हुँदैन भने किन भयो यस्तो बाँध्नु हो बेकारमा त्यो लाउँदैछ अझै दाम अलिक उता फर्काउनु पर्छ नसक्ने भन्ने केही हुन्छ काम दरसँग डबल बनाएर टाँसिएको छ क्या पर उहाँ गएर पाटेको एउटा दुईवटा झिल्लीले च्याप्पै त्यो टाउकोलाई च्याप्पै यसरी टालेको यसरी खोतलेर यसरी हात जबरजस्ती छिराउनु पर्छ दुई चार दिन पछाडि पनि पारेर मान्छे भएदेखि